नमस्ते एभ्रिवान, म चाहिँ आज ओम रेमेडी फेस मास्क बनाइरहेको छु। यसमा के होला भनेर भन्दा चाहिँ यसमा आलसको धुलो अनि टाइचिन चामलको पिठो अनि थोरै केरा अनि दही अनि थोरै बेसार राखेर म चाहिँ आज फेस मास्क लगाउन लागिरहेको छु। म चाहिँ जहिले पनि अब पछि मैले भिडियो बनाएकै हुन्छु होइन, होम रेमेडी नै लगाउँछु भनेर म हप्तामा एकचोटि, कहिले दुईचोटि, कहिले एकचोटि, यस्तै जे हुन्छ त्यही चाहिँ फेस मास्क लगाउँछु। हजुरहरू पनि लगाउँदाखेरि राम्रो हुन्छ। अब उमेरले नै अब डाँडो काटिसकेपछि त यस्ता जे लगाए पनि हुनेवाला त केही पनि होइन, तर पनि थोरै केही न केही कन्ट्रोल चाहिँ फाइन लाइन्सहरूलाई कन्ट्रोल चाहिँ गर्छ रहेछ। मैले धेरै भइसक्यो यसरी युज गरेको। म बजारको क्रिमभन्दा बाहेक अरू केही पनि युज गर्नेवाला छैन र गरेको पनि छैन र हजुरहरूलाई मैले रेमेडी बताइदिएँ। एकदम राम्रो हुन्छ, स्किन ग्लो प्लस थोरै फाइन लाइनलाई पनि कम गर्ने गर्छ यसले चाहिँ। त्यही भएर हजुरहरू पनि युज गर्ने भए गर्छ होला।